नमस्ते साथीहरू, आज चाहिँ मेनकाको किचनमा बन्दैछ फ्राई माछाको रसको लागि यता रस तयारी हुँदैछ भने फ्राई यता चाहिँ हामीले हल्का म्याग्नेट गरेर राखेको होइन। यो चाहिँ अब फ्राई भएको माछा यता यसको लागि चाहिने सामानहरू सब मैले रेडी गरेर राखिसकेकी छु। यसको स्पेसल चाहिने राखेँ अब म यसमा गाह्रो राख्दै जान्छु। आगोसँग चाहिँ बहुत डर लाग्छ कि त्यही भएर अलिक प्याजलाई चाहिँ रातो हुनुपर्छ बनाउनुपर्छ नत्र मिठो पनि टेस्ट हुँदैन। अब चाहिँ करिब प्याज रातो रातो हुँदैछ है। अब यसमा मसला राख्छ है त। यस्ता लोकल रहेछ है, यसले राम्रो कलर आउँछ। यो चाहिँ मसला नपाकेसम्म कुनै पनि टेस्ट ओरिजिनल लाग्दैन कि, त्यही भएर म चाहिँ तेलमै पहिला मसलाहरू चाहिँ भुट्छु है त, राख्छु है। जब मसलाहरू पाक्दैछ है, पाक्दैछ अब म राख्छु सस्नु। सस्नुलाई पनि एकछिन पकाउनुपर्छ, नपकाएर मिठो हुँदैन है साथीहरू। अब चाहिँ म टमाटर राख्छु है। टमाटर राखेपछि चाहिँ यसलाई राम्रोसँग पाकोस् भने त्यसपछि बल्ल म नुन राख्छु है। मेरो चाहिँ अलिक छिट्टै तरिका छ कि। अब बल्ल यसलाई चाहिने रसलाई चाहिँ चाहिने जति नुन म अहिले नै राखेर अलिक छोपिदिन्छु है। विश्वास गर्नु नलाई, मैले भने यति मिठो सेन्ट यति मिठो बासा छ नि। अब के गर्ने साथी नजिक भएको भए खाँदिन्थ्यो। यस्तो मिठो कि यसको बास पुरै नगरौँ न, कस्तो राम्रो बनिरहेछ। अब यता पनि पाक्दैछ है। अब कति लास्ट भयो फ्राई राखेर म यसमा चाहिँ मजाले पाक्यो मसला होइन, एकदम मिठो भएको छ। अब चाहिँ म यसलाई चाहिने त्यति रस अब पाक्न पर्छ नि त माछा, मजाले भित्र पानी पर्छ, त्यो धेरै पानी राख्छ है साथीहरू। यस्तो मजाले उम्लेको छ। अब चाहिँ म यसलाई थोरै फिस मसला राखिदिन्छु है त, टेस्टी हुन्छ नि त उम्लिसकेपछि। अब यो मसला उम्लिँदै गर्छ। अब चाहिँ म हल्का फ्राई भएको माछा राखेर चाहिँ आधी होइन, सानो आँचमा चाहिँ 15 मिनट जति पकाउँछु है। अब यसमा डुब्ने जति अट्छ माछाहरू चाहिँ एकदम मजाले बनाएर, यो चाहिँ जति बासी भयो नि झोल माछा चाहिँ जति बासी भयो त्यति मिठो हुन्छ नि। साथीहरूले कतिको याद गर्नुपर्छ, हामी चाहिँ त्यही गर्छ है। बेलुका बनाएर अनि राख्दा यसको भित्रसम्म रस पस्छ अनि साह्रै मिठो हुन्छ है। अब चाहिँ बन्यो है मेरो स्पेसल फिसको झोल। कति मिठो बास आइरहेछ है साथीहरू। म चाहिँ यो खानुको लागि पर्फेक्ट भयो है साथीहरूले। थ्याङ्क यू।